तनहुकी मिठू चेपाङ बहिनी अब काठमाडौँमै बस्ने, बहिनीलाई साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न सजिलो होस् भनेर बहिनीका लागि खोजिदिए यस्तो ठाउँमा काम। स्वागत छ क्विन रोदी क्लबमा। अरू दोहोरी भन्दा चाहिँ हाम्रो दिदी भाइ बहिनीहरूले चलाएको फ्यामिलियर दोहोरी भएर चाहिँ पछाडि सबै फ्यामिलियर नै हुनुहुन्छ। हामीले कहिले साउको व्यवहार पनि गरेका छैन। बहिनी कस्तो लागिरहेछ अब यही हो हजुर काम गर्ने ठाउँ? हजुर म एकदम खुसी नै छु आज रोदिकानमा आउनु पाउँदाखेरि र दयाहरू दिदीहरूसँग सबै दिदीहरूसँग भेट्न पाउँदा पनि एकदम खुसी छु। चर्चित गायक विशाल रायमाझीको टिमले सञ्चालन गरेको क्विन रोदी क्लब दरबार मार्गमा हामी पुग्दा मेरो प्रगति हेर्दै बस ए त साला घमण्डी केटा फेर्दै बस ए त साला घमण्डी केटा फेर्दै त त त त त त त त त साला घमण्डी केटा फेर्दै बस। दर्शक महानुभावहरू, यति बेला म दरबार मार्गमा रहेको यो क्विन दोहोरी क्लबमा आइपुगेको छु र यो दोहोरी साँझ भनेको कलाकारहरूको चौतारी पनि हो। थुप्रै चलेका कलाकारहरू, गायिकाहरू यही दोहोरी साँझबाट आउनुभएको हो र काठमाडौँमा बस्ने भन्ने कुरा गरिसके पछाडि अब के काम गर्ने भन्ने कुरा पनि धेरै सल्लाह पनि भयो र बहिनीको लागि एकदमै राम्रो काम भनेको दोहोरी नै हुन्छ, किनभने बहिनी गीत गाउने भएको कारणले गर्दाखेरि चाहिँ दोहोरी साँझमा काम गर्दाखेरि चाहिँ आफ्नो फिल्डसँग पनि सम्बन्धित भइसके पछाडि बहिनीलाई सजिलो होला भनेर आज म दरबार मार्गमा रहेको क्विन रोदी क्लबमा आइपुगेको छु र आज बहिनीलाई चाहिँ यहाँ विशाल रायमाझी सर उहाँको टिमसँग भेटाउँदैछु र बहिनीले अबदेखि चाहिँ काठमाडौँमा यही ठाउँमा काम गर्नुहुन्छ र यही ठाउँबाट आफ्नो साङ्गीतिक यात्रा चाहिँ अगाडि बढाउनुहुन्छ। यतापट्टि विशाल सर हुनुहुन्छ, हरिमायाजी हुनुहुन्छ। नमस्कार, आउनु बहिनी। मिठो बहिनीलाई हजुरलाई स्वागत छ क्विन रोदी क्लबमा। बहिनी काठमाडौँ